अब आजबाट सञ्चालन हुन लागिरहेको एन्फा कम्युनिटी कोर्स 2000 के टेक्निक चाहिन्छ प्रोटिपिङमा यस्तो कुराहरू पढ्छौँ र साँझ हामी फेरि प्रोटिपिङको प्र्याक्टिकल सेसन गर्नेछौँ र अनि लास्टमा हामी रिटर्न इक्जाम हुन्छ अनि क्लोजिङ सेसन हुन्छ है। यसरी चाहिँ हामी 4 दिन बिताउनेछौँ। यो 4 दिन चाहिँ एकदमै यहाँसम्म आउँदा तपाईँहरूले के तपाईँको कस्तो हुनुपर्ने तर तपाईँसँग एउटा चाहिँ प्लान छैन। प्लान विदाउट प्लान तपाईँले त्यो गराउनु भएको त्यो कोसिस होइन। प्लान पनि के को बेस हुनु पर्यो भने त्यो के को बेसमा प्लान हुनु पर्यो भने फिजिकलमा काम गर्नुभएको होइन। एउटा खेलाडी चाहिँ एकदमै राम्रो टेक्निक छ तर फिटनेस छैन भने त्यो खेलाडी राम्रो हुन सक्दैन। फिटनेसमा पनि काम गर्नु। फिटनेस एकदमै राम्रो छ अरू प्रक्रियामा चाहिँ जुन हामी ट्रेनिङ सेसन गराउँछौँ त्यो चाहिँ मेन चाहिँ एज हो होइन। त्यसलाई ध्यान दिनुपर्छ। त्यो एज अनुसार हामीले मेन्टली गर्नुपर्छ। त्यो अनुसार हामीले होइन। त्यसबाट कोर्डिनेसनमा काम गर्नुपर्छ। कोर्डिनेसनको सबभन्दा राम्रो काम गरेको ल्याडर थाहा हुन्छ होइन। ल्याडरमा एकदम काम गर्नुपर्छ। जसले चाहिँ जुन बच्चासँग धेरै कोर्डिनेसनमा काम गर्नु छ त्यो बच्चाको एकदम राम्रो फुटबल। त्यसकारण धेरैभन्दा धेरै ल्याडरमा त्यसकारण बच्चा मात्रै टेक्निकल सिकाउनु खुट्टामा कसरी कति ट्रेन गराउनु अब बल पाउने बित्तिकै टिम फरवर्ड लेग फरवर्ड जहिले पनि अगाडिको बारेमा सोच्ने अनि पछाडि अगाडि देख्ने। अब चाहिँ फेरि पास यहाँ ल्याएर फेरि यति खेल्ने। जहिले पनि अब खेलाडीलाई चाहिँ अगाडिको बारे टिम फरवर्ड लेग फरवर्ड। मैले भन्नुभएको थियो सेफ गार्डिङ बिफोर हाफ हुन्छ कि एक्सनभन्दा अगाडि हुन्छ कि पछाडि हुन्छ भनेर। अब हाम्रो बिलिफमा चाहिँ हाम्रो टिमको बिलिफमा चाहिँ यो बोथ के अरे बिफोर सेफ गार्डिङ गर्नु र पछि आफ्टर हार्म गर्नु के अरे आफ्टर हार्म अप्लाई गर्नु सेम के अरे इक्वल नै हुन्छ। किनभने चाहिँ अब बिफोर हार्म चाहिँ हामीले सेफ गार्डिङ प्रिभेन्सन इज बेटर देन क्योर भनेर जस्तै अब सेफ गार्डिङ के हार्म हुनुभन्दा अगाडि के पोलिसीहरू बनाएर अप्लाई गरेर त्यो हार्म कुनै अब्युज कुनै पनि डिस्क्रिमिनेसन र सुरुमा जब यो कोर्स सञ्चालन गर्नमा हामी दुईजना आएका थियौँ। सम्भवतः अहिलेसम्म मेरो अनुभवमा सबभन्दा ठुलो ब्याच रहेको छ र यो ब्याच ठुलो भए तापनि फेरि सबभन्दा व्यवस्थित र सुविधा सम्पन्न ठाउँमा गर्न पाइयो र यति सजिलो भयो